नमस्ते, मेरो नाम धीरज अधिकारी। अहिले म आइएनए सिनेमास अन्तर्गत हाम्रो बुटुल सिटी सेन्टरमा रहेको किकबक्समा एज एकाउन्टेन्टको रूपमा काम गर्दैछु। यहाँ काम गर्नुभन्दा पहिला रूपन्देही जब प्राइभेट लिमिटेडमा एकाउन्टिङ एन्ड भ्याट ट्याक्सेसनको तालिम लिएर मलाई त्यहीँबाट प्लेसमेन्ट गरिदिनु भएको थियो। अनि त्यस अन्तर्गत मैले अहिले यहाँ किकबक्समा काम गर्दैछु। मैले यहाँ काम गर्दै गर्दाखेरि हाम्रो रूपन्देही जब प्राइभेट लिमिटेड एउटा प्लेसमेन्ट भइराख्दाखेरि जुन मैले काम गरेको कम्पनीमा एकदमै राम्रो इन्भाइरोमेन्ट पनि छ। साथसाथै त्यहाँ सिकेको कुराहरू यहाँ एकदमै राम्रोसँग अप्लाइड गर्न पाइरहेको छ। अनि साथसाथै हाम्रो सिएसआरहरूद्वारा नै सिकाउने भएकाले हामीलाई एकदम प्लेसमेन्टमा गइसकेपछि एकदम इजी फिल चाहिँ अभियसली हुन्छ नै। थ्याङ्क यू रूपन्देही जबलिङ प्राइभेट लिमिटेड यस राम्रो अपर्च्युनिटीको लागि। यदि तपाईँ पनि रूपन्देही जब प्राइभेटमा आबद्ध हुँदै हुनुहुन्छ भने तपाईँ बेसिक कुराहरूबाट एज एकाउन्टिङलाई चाहिने सबै सिएसआरहरूबाट नै तपाईँले आफूलाई चाहिने सबै कुरा स्किलहरू डेभलप गर्न सक्नुहुन्छ। थ्याङ्क यू यस किसिमको अपर्च्युनिटीको लागि हाम्रो रूपन्देही जब प्राइभेट लिमिटेडलाई। साथसाथै मलाई यो कार्यमा सहयात्रा गर्नका लागि सहयोग गर्नुहुने हाम्रो सिएसआर अमित सरलाई पनि थ्याङ्क्स भन्न चाहन्छु। अनि साथसाथै हाम्रो ओनर, हाम्रो रूपन्देही जब प्राइभेट लिमिटेडको ओनर हाम्रो सागर सर एकदम फ्रेन्डली इन्भाइरोमेन्टमा जुन किसिमको स्किल दिनुहुन्छ उहाँलाई पनि एकदमै थ्याङ्क यू भन्न चाहन्छु।